जोंवा छोनित नम्बर तक्पी ngak भनेछ। अब यसको चाहिँ नेपाली संस्कृतमा चाहिँ यसो भन्दो रहेछ, सोदन धर्मता विशुद्धि मन्त्र ओम स्वभाव शुद्ध सर्वधर्म स्वभाव शुद्धो अहम। ओम स्वभाव शुद्ध सर्वधर्म स्वभाव शुद्धो अहम। ओम ओम भनेको चाहिँ अब कुनै पनि मन्त्रको शिर हो, शिर सुरुको शिर, शिर भनेको टाउको हो, यहाँबाट चाहिँ सुरु हुन्छ भन्ने बुझ्नु पर्यो। सो बाबा भनेको सो भावा भनेको चाहिँ आफै आपसे आप भनेको राङसिन भन्छ हाम्रो छेउमा चाहिँ। अब यो राङसिन भन्नेले चाहिँ सो भावा भन्छ, राङसिन सो भावा। शुद्ध भन्ने चाहिँ शुद्ध लेखेको चाहिँ धाक्पा भनेको, धाक्पा धाक्पा भन्नेले चाहिँ शुद्ध भन्छ। सर्व भन्यो, सर्व भनेको सबै भनेको, धर्म भनेको चाहिँ अब धर्म भयो, सर्व धर्म भनेको सबै धर्महरू, स्वभाव 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 भनेको चाहिँ उसको राङसिन आफ्नो गुण, सो गुणलाई चाहिँ आफ्नो गुणलाई चाहिँ स्वभाव भन्ने रहेछ, स्वभाव। शुद्धो भनेको चाहिँ त्यही शुद्ध भनेको चङ्गा भनेको, अहम भनेको चाहिँ म भनेको। अब यहाँबाट चाहिँ सिधै पढ्दाखेरि चाहिँ ओम स्वभाव शुद्ध सर्वधर्म स्वभाव शुद्धो अहम। अब यसमा चाहिँ हाम्रो तिब्बतियन कुरामा चाहिँ हाम्रो भोकेमा चाहिँ के भनेछ भने राङसिन ताक्पे छे थाम्ची राङसिन थाक्पा हो भन्ने लेखेछ। अहिले चाहिँ म छोटो छोटो अर्थहरू मात्रै भन्छु। अब यसको विस्तृत व्याख्यान चाहिँ तपाईहरुलाई आवश्यक परेमा म अर्को लामो भिडियोमा हाल्नेछु। अहिले चाहिँ छोटो छोटो अर्थलाई अर्थसहित तपाईहरुलाई चाहिँ शुद्ध पढ्ने तरिका चाहिँ सिकाउँछु। अब यसको लामो व्याख्या, विस्तृत व्याख्या चाहिँ पछि अरु कुनै कक्षा भिडियोहरुमा भनौँला। अहिले चाहिँ यो छोटो अर्थसहित शुद्ध उच्चारण कसरी गर्ने त्यो मात्रै ध्यान दिनुस्। दोस्रो गा चाहिँ यस्तो छ, दोस्रो जुङा चाहिँ पेलवा नामखा जोतकी गाक भनेछ। पेलवा नामखा जोतकी गाक, यो गाकको जुङाको नाम हो। सम्बर्धना गगन गञ्जा मन्त्र। अब यो चाहिँ ओम नमः सर्व तथागतेभ्यो विश्वमुखेभ्ये सर्वथा खम उद्गते स्फारना इमं गगन खम सुहा। ओम नमः सर्व तथागतेभ्यो विश्वमुखेभ्ये सर्वथा खम उद्गते स्फारना इमं गगन खम सुहा। ओम नमः सर्व तथागतेभ्यो विश्वमुखेभ्ये सर्वथा खम उद्गते स्फारना इमं गगन खम सोहा। अब यसको छोटकारीमा चाहिँ यसको अर्थ चाहिँ अब यो ओम भनेको चाहिँ घोइक भयो। ओम, यो ओम भनेको चाहिँ घोइक अथवा शिर, मन्दरको शिर। नमा भनेको छकछलो भन्यो। सर्व तथागतेभ्यो भन्यो सबै तथागतहरूलाई। विश्वमुखेभ्ये भनेको चाहिँ अब हर किसिमले अथवा घोड नाछोक भनेछ, घोड नाछोक्ने भनेछ।
विश्वमुखे बे भनेर चाहिँ घोर नाछोक्ने भनेर चाहिँ विभिन्न तर्फबाट भने जस्तो अर्थ लाग्नेछ। सर्वथा भनेको सबै किसिमले, सर्वथा भनेको चाहिँ खम भनेको चाहिँ आकाश, उद्गते भनेको चाहिँ प्रस्फुटित हुने, स्फारणा भनेको चाहिँ चमक अथवा प्रकाश, इमम भनेको यो, गगन भनेको चाहिँ आकाश, खम भनेको चाहिँ आकाश, सोहा भनेको चाहिँ अहिले चाहिँ त्यहाँ अवस्थित हो भन्ने रहेछ, त्यही सिछुसी गर्नुहोस् भन्ने रहेछ। अब यसलाई चाहिँ हाम्रो यो सम्बोटा लिपि अथवा भोकेमा चाहिँ यसरी भनेछ, तेजिन शेक्पा थम चेतला घोर नाछोक्ने छक्छलो भनेछ। आज चाहिँ यतिमै राख्छु। अब आउने दिनहरूमा फेरि म एक गरेर हाल्नेछु। तब यो भिडियोहरू हाल्ने यहाँ तपाईँहरू समाजमा राख्नेछु। तपाईँहरू राम्रोसँग अध्ययन गरिदिनुहोस्। पढिसकेपछि एकचोटि सब्सक्राइब र बेल आइकनमा चाहिँ बेल घन्टीको चिन्हमा चाहिँ क्लिक गरेर अलमा टच गरिदिनुहोस्। धन्यवाद।